त्यसै गरी चाहिँ म चाहिँ आज नमस्ते दर्शकबिन, फेरि पनि मेरो अर्को एउटा भिडियोमा हजुरहरूलाई स्वागत छ र आशा गर्छु हजुरहरू राम्रै हुनुहुन्छ र म पनि राम्रै छु। र आज चाहिँ म तपाईँलाई एउटा अर्ग्यानिक सब्जी देखाउन जाँदैछु। यो भिडियो मार्फत हजुरहरूले कमेन्ट बक्समा भनिदिनु होला यो के सब्जी हो र मलाई चाहिँ खुबै मनपर्छ र मैले ल्याएर चाहिँ रोपिरहेको थिएँ। यो बस्ती चाहिँ बर्खामा मात्रै हुँदो रहेछ, जहाँ चिसो हुन्छ त्यहाँ चाहिँ एभाइलेबल हुन्छ र त्यसै गरी एउटा मात्रै फलेको रहेछ, बेसी होइन रहेछ। त्यसैमा र पनि मिक्स मास बनाएर खान्छु भनेर चाहिँ मैले आज काट्न लागेको। मेरो छोरी ल्याउँदैछ दे। अब यसलाई चाहिँ म काट्छु, म तपाईँहरूलाई देखाउँछु ल के चिज रहेछ यो चिज हो। यो घाँस चाहिँ यस्तो हुन्छ यसको। यहाँ हेर्नु, मैले कुवाको पानी यताबाट आउँछ र छेउमै रोपिरहेको छु, झन् 2 वर्ष जति भयो। हिउँदमा चाहिँ फल्दैन, बर्खामा चाहिँ फल्छ र खाने चिज चाहिँ यसको यो हो। यहाँ हेर्नु गाइस, यस्तो हुन्छ र यसलाई यहाँ तलैबाट काट्छु म। यहाँ हेर्नु गाइस, यस्तो हुन्छ यसको यो पत्ता पनि खान्छन् ल यस्तो हुन्छ काँडै काँडा हुन्छ। यहाँ हेर्नु गाइस, यो देख्नुभयो होला नि तपाईँहरूले, यस्तो हुन्छ र मलाई चाहिँ खुबै मनपर्छ। र एक्चुअली यो चाहिँ मासुमा त A1 हुन्छ, बहुत टेस्टी हुन्छ यो। र यो चाहिँ के भन्छन् होला यसलाई, ल भन्नुहोस् त गाइस, हजुरहरूले जान्नुहुन्छ भने चाहिँ। मैले यहाँ ल्याएर रोपिरहेको थिएँ र यस निकै फैलिँदै जाँदैछ र यो चाहिँ अलिकति तारमा नि सेफ जग्गा भएर पनि होला बेसी फैलिन नसकेको। अब बस्ती चाहिँ यताबाट भएपछि अलिक फरक हुन्छ र निकै फैलिन्छ। त्यसै गरी चाहिँ म चाहिँ आज यो सब्जी बनाउन जाँदैछु। त्यसमा मिसमास यहाँ हेर्नु, यो सेतो चाहिँ खसीको बोसो, अनि त्यो अघिको टिपेको यस्तो हुन्छ। सेम कच्चुको साप्रा जस्तै हुन्छ यो, तर खाना चाहिँ एकदम मिठो हुन्छ। त्यसमा अब यो बेलचाना पात भन्छन् यो छ, अनि भोल पनि छ। अर्ग्यानिक सब्जीहरू हुन्। यो चाहिँ आज बोसोसित पकाएर खानु पर्यो। र कस्तो के लाग्यो यो भिडियो हजुरहरूलाई भनिदिनु होला र अहिलेको देखाएको त्यो चिज चाहिँ के हो हजुरहरू कमेन्ट बक्समा भनिदिनु होला। बाइ बाइ।